सबैजनालाई वेलकम छ। म इन्जिनियर दीपक दाहाल। आज हामीले एकदमै धेरै डिमान्डेड र धेरै इम्पोर्टेन्ट भिडियो लिएर आएका छौँ र धेरैजना स्टुडेन्ट्सहरू कन्फ्युजन हुनुहुन्छ यो कुराहरूलाई लिएर। र यदि तपाईँहरूलाई केही कन्फ्युजन भयो यो कट अफ र्याङ्क रिलेटेड, यसमा हामीले डिटेल्समा रिसर्च गरेर ल्याएको छौँ है। यो हामी आफैले एनालाइज गरेर निकालेको डेटाहरूबाट लिएको है। ल कुरा गरौँ कट अफ र्याङ्क जुन आइयु एडमिसनको 2080 र 81 को कट अफ र्याङ्क चाहिँ डिफ्रेन्ट फ्याकल्टीहरूको के कस्तो छ त, कसरी चाहिँ कतिमा र्याङ्कमा आउँदै गर्दाखेरि नाम कतिमा आउने कुराहरू, त्यो विषयमा हामी कुरा गर्छौँ है त। ल अगाडि बढौँ। विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू, पहिला कट अफ र्याङ्क भनेको के हो बुझौँ है। यहाँनिर राम्रोसँग डिटेल्समा पनि छ। कट अफ र्याङ्क भनेको चाहिँ अघिल्लो वर्ष चाहिँ तपाईँको सिनियर्सहरूले पढ्दै गर्दाखेरि कति र्याङ्कको स्टुडेन्टले कति के पढ्न पाउनु भयो, त्यसलाई चाहिँ अब अहिले चाहिँ अब त्यही पहिलाको डेटा अनुसार अब अहिले यसपालिकोमा पनि त्यही हुन्छ भनेर चाहिँ भन्न सकिँदैन। तर प्रेडिक्ट गर्नको लागि तपाईँहरूलाई सजिलो हुन्छ, लाइक कति र्याङ्क हुँदाखेरि चाहिँ कुन फ्याकल्टी कहाँनिर पाइँदो रहेछ भन्ने कुराहरू एनालाइज गर्न सजिलो हुन्छ भनेर चाहिँ हामीले यसरी बनाएको छौँ है। र यो कुरा म बुझाउँछु अहिले। यो कुराको यो चाहिँ म डिटेल्समा टेबलमै बुझाउँछु। के भनेको भन्दा लाइक डिफ्रेन्ट एडमिसन कलहरू हुन्छ र त्यहाँनिर तपाईँले लिस्ट एडमिसन लिस्टहरू निकाल्ने कुराहरू हो। यो म अहिले तपाईँलाई टेबलमा मजाले बुझाउँछु है यो कुरा के हो भनेर। अब यो लिस्टमा महिला कोटा बाहेक अन्य कोटाहरू चाहिँ हामीले कट अफ र्याङ्कमा उल्लेख गरिएको छैन भनेको स्पेसिफिकल्ली हामीले फिमेल कोटालाई मात्र एनालाइज गरेको छ, अरू डिफ्रेन्ट कोटाहरू एनालाइज गरेको छैन है त। यो कट अफ र्याङ्कको लिस्टहरू निकाल्दै गर्दाखेरि यो प्योरली हामीले रिसर्च गरेर निकालेको हो है। अब यो दाबी भनेको तपाईँहरूले त्यो लिस्ट निक्लिसके पछाडि चाहिँ तपाईँलाई केही कन्फ्युजन लाग्यो भने चाहिँ तपाईँहरूले त्यो चाहिँ दाबी विरोध चाहिँ गर्न सक्नुहुन्छ होइन। मैले पाउन सक्थेँ भन्ने यस्तो कुराहरू चाहिँ तपाईँले पेस गर्न सक्नुहुन्छ भन्ने कुरा हो। ल अब यो अघि मैले भनेको थिएँ नि डिटेल्समा टेबलमा यही कुरा हो। एडमिसनमा जब तपाईँको नाम निस्किन्छ, नाम निस्के पछाडि यति यति र्याङ्क भनेर आउँछ, आइसके पछाडि के हुन्छ, जो सबै कलेजहरूले आफ्नो एडमिसन कल गर्छन्। फर्स्ट फेज एडमिसन कल हेर्नुहोस् त। फर्स्ट फेज एडमिसन कल भनेको अब इनिसियल्ली नाम आइसके पछाडि अब फर्स्ट एडमिसन लिस्ट निक्लिन्छ। फर्स्ट एडमिसन लिस्ट निक्लिए पछाडि अब पहिला तपाईँले एप्लिकेसन कल गरेर चाहिँ के गर्नुहुन्छ, आफूले एप्लिकेसन फिलअप गर्नुहुन्छ। तपाईँले कुन पढ्ने हो, सिभिल पढ्ने हो, कम्प्युटर पढ्ने हो, कुन पढ्ने हो फिलअप गर्नुहुन्छ। फिलअप गरिसके पछाडि को पाउनु भयो त, फर इक्जाम्पल पुल्चोक क्याम्पसमा कोले पाउनु भयो लिस्ट निक्लियो है फर्स्ट एडमिसन लिस्ट। अब फर्स्ट एडमिसन लिस्टमा निक्लिने सबैजनाले त नपढ्नु हुनसक्छ, अरू कोही त्योभन्दा बेटर अपर्च्युनिटीहरू होला, अथवा अरू आफूले अरू कुराहरू गर्न मन लाग्ला, त्यो हुँदा सेकेन्ड एडमिसन लिस्ट निक्लिन्छ। त्यसै गरी थर्ड एडमिसन लिस्ट निक्लिन्छ, यसै गरी निक्लिन्छ है। अब यदि कुनै पनि स्टुडेन्टको थर्ड एडमिसन लिस्टसम्म पनि त्यहाँ भएका सिट्सहरू फुलफिल भएन भने, अब फुलफिल भएन भने भन्दाखेरि चाहिँ सबैजनाको मिसकन्सेप्सन चाहिँ के छ भन्दा स्टुडेन्ट नभएर, स्टुडेन्टको इन्ट्रेस्ट नभएर फुलफिल नभएको होइन है। जस्तै त्यो स्टुडेन्टले चाहेको डिपार्टमेन्टमा चाहेको फ्याकल्टी पढ्न नपाएर अथवा उसले अन्तको सिट्सहरू कुरिराखेको छ हो, त्यस्तो भएर चाहिँ भएको भने फर इक्जाम्पल पुल्चोक क्याम्पसको थर्ड फोर्थ लिप्समा पनि पाउँछ भनेर कोही स्टुडेन्टले वेट गरिरहनु भएको हुनसक्छ होइन। त्यो केसमा उहाँले त थापाथलीमा त एडमिसन गर्न बाँकी नै हुन्छ नि त, त्यही भएर थापाथलीमा त्यो सिट खाली नै हुन्छ नि त, किनकि म पुल्चोक नै पढ्न पाउँछु कि भन्ने उहाँहरूको एक्सपेक्टेसन हुन्छ हो। त्यो रिजनले गर्दाखेरि चाहिँ अलिकति सिट फुलफिल हुन टाइम लागेको। तर बजारमा र्युमर्सहरू हुन्छ नि, लाइक स्टुडेन्ट नपुगेर, त्यस्तो चाहिँ होइन है। मैले भने नि त्यो भनेको उहाँहरू जस्तै पुल्चोक पढ्न चाहिरहनु भएको छ भने ओभियसली थापाथलीमा केही टाइम वेट गरेर मात्रै उहाँले एडमिसन गर्नुहुन्छ। सो त्यो रिजन हो है। अब जो स्टुडेन्टले थर्ड लिस्टसम्म पनि नाम आएन अथवा जसले थर्ड लिस्टसम्म फुलफिल गराउनु भएको छैन, यहाँनिर यसलाई डिटेल्समा पनि यहाँ छ। जस्तै म यसलाई यहाँनिर पनि देखाइदिन्छु। जस्तै इफ द स्टुडेन्ट्स, यहाँ हेर्नु त, जो स्टुडेन्टले फर्स्ट एडमिसन फेजमा फर्म फिलअप गर्नु भएन भने उहाँहरूले के गर्न सक्नुहुन्छ, सेकेन्ड फेजमा एडमिसन कल हुँदा फर्म फिलअप गर्नुहुन्छ। अब हेर्नुहोस् है, यदि तपाईँले फर्स्ट फेजमा फर्म फिलअप गर्नुभएको छ भने तपाईँले फर्स्ट एडमिसन लिस्ट, सेकेन्ड एडमिसन लिस्ट, थर्ड एडमिसन लिस्ट आउँदासम्म फर्म फिलअप गर्नु पर्दैन। त्यही एउटै फर्म फर्स्ट फेजको एडमिसन कलले हुन्छ। तर थर्ड एडमिसन सिटसम्म पनि तपाईँको नाम आएन अथवा तपाईँले फर्स्ट एडमिसन फेजमा आफूले चाहिँ सोचेको सब्जेक्ट पढ्न पाउनु भएन भने के हुन्छ, त्यसैले त्यही इन्स्टिच्युटले, त्यही कलेजले के गर्छ,
सेकेन्ड फेज अफ एडमिसन कल गर्छ। सेकेन्ड फेज अफ एडमिसन कलमा के हुन्छ, 4th 5th यस्तै गरी 6th लिस्ट निकाल्छ। अब यसमा पनि सेम है, सेकेन्ड फेज अफ एडमिसन लिस्टमा तपाईँको नाम आएन अथवा तपाईँले सेकेन्ड फेजमा पनि छुटाउनु भयो भने तपाईँले के गर्नुहुन्छ, थर्ड फेजमा जानुहुन्छ है। सेम प्रोसेस, इट्स सेम प्रोसेस। अनि यसै गरी जानेर 6, 7 हुँदै म्याक्सिमम तपाईँको 12th एडमिसन लिस्टसम्म निकाल्न सकिन्छ। अब म्याक्सिमम इन्जिनियरिङ इन्स्टिट्युटहरूको कलेजहरूको सरकारी आङ्गिक क्याम्पसहरूको यो 6th एडमिसन लिस्टसम्म चाहिँ म्याक्सिमम धेरैको निक्लिन्छ। तर यो फेरि हरेक कलेजको आफ्नो डिपेन्ड गर्छ। जस्तै कुन कलेजमा पुल्चोक क्याम्पसको सुरुमै 3rd फ्लोरमै प्याक होला अथवा थापाथलीको होला होइन, त्यो भनेको चाहिँ यो आफ्नो कलेजहरूमा आफ्नो क्याम्पसमा डिपेन्ड गर्ने कुरा हो। जस्तै यसकै यति निकाल्नुपर्छ भन्ने छैन, तर विद्यार्थी जहिलेसम्म सिट फुलफिल हुँदैन त्यसलेसम्म चाहिँ यसरी एडमिसन कल हुन्छ। अब फेरि यहाँ हेर्नुहोस् त, यदि सेकेन्ड फेजमा पनि तपाईँको 6th एडमिसन लिस्टमा नाम आएन भने फेरि थर्ड फेज एडमिसन कल भनेर कल हुन्छ। फेरि त्यो कलमा अब फेरि के गर्नु पर्यो, यहाँ फर्म भर्नुभएको स्टुडेन्टले फेरि थर्ड फेजको लागि फर्म भर्नु पर्यो। तर सेकेन्ड फेजमा भर्नुभएको छ भने 6th एडमिसनसम्मको लिस्टको लागि फर्म फिलअप गर्नु परेन है। यही कुरा यहाँ लेखेको छ है, तल यहाँ लेखेको पनि त्यही कुराहरू हो, हेर्न सक्नुहुन्छ। अब त्यसमा हामी अगाडि बढौँ। अब यहाँ एकदमै डिटेलमा छ, राम्रोसँग बुझौँ है, यो कुरा धेरै राम्रोसँग बुझौँ, यो एकदमै इम्पोर्टेन्ट हो। जस्तै हेर्नु है, 2080 को यो 2080 को र अर्को यहाँ 2081 को छ। यो म दुईटै कम्पेरिजन गरेर पनि बुझाउँछु है, एकदम डिटेल्समा बुझौँ, एकदमै इम्पोर्टेन्ट कुरा हो है यो। ल 2080 मा सिभिल हेर्नु है, यो सिभिल आर भनेको रेगुलर हो, सिभिल एफएफ भनेको फुल फी हो। त्यस्तै हरेक डिपार्टमेन्टको त्यही हो। म अहिले एउटा इक्जाम्पल सिभिलबाट दिन्छु, बाँकी तपाईँहरूले यो स्क्रिनसट लिन सक्नुहुन्छ अनि आफ्नो चाहिँ डिफ्रेन्ट फ्याकल्टीको बुझ्न सक्नुहुन्छ। ल अब हेरौँ त, सिभिल रेगुलरबाट रेगुलरमा 2080 को डेटा अनुसार हेर्नुहोस् है, यो हामीले एकदम रिसर्च बेसमा निकालेको डेटा हो, इट्स भेरी इम्पोर्टेन्ट अनि तपाईँहरू सबैजनाले बुझ्नुपर्छ। सिभिल रेगुलरमा 2080 मा हेर्नु त 231 सम्मको पाएको थियो, 231 सम्म। अब यहाँनिर 503 फिमेल भनेर लेखेको छ नि, त्यो भनेको के हो बुझ्नु भएको छ? त्यो भनेको चाहिँ कस्तो हो भन्दा जस्तै 503 र्याङ्कसम्म आउने फिमेलले चाहिँ सिभिल रेगुलरमै पाउनु भएको थियो, तर मेलको कन्डिसनमा हेर्नु त 231 मै उहाँहरूको प्याक भयो। अब यो के हो कस्तो हो भन्दा हरेक डिपार्टमेन्टमा हरेकमा रेगुलर फुलफिलमा के हुन्छ, 10% के हुनुपर्छ, गर्ल्सहरू हुनुपर्छ है, 10% के हुनुपर्छ, फिमेल कोटा फिमेलहरू हुनैपर्छ 10%। अब यो 231 सम्म आइपुग्दै गर्दाखेरि जो 10% फिमेल पुग्नु भएन, त्यो केसमा के हुन्छ, 231 र्याङ्कसम्म आउँदाखेरि त्यो भित्र जति चाहिनुपर्ने कोटा थियो, कोटाको 10% भनेको सिट्सको 10% फिमेल पुग्नु भएन। त्यो हुँदा 10% फिमेल पुर्याउनको लागि कतिसम्म जानु पर्यो, हामीले 503 र्याङ्कसम्म जानु पर्यो र त्यहाँबाट चाहिँ 10% को कोटा फुलफिल भयो। डु यु अन्डरस्ट्यान्ड? फेरि भन्छ है, यो कुरा के हो भन्दा सिभिल रेगुलर र फुलफिलमा 231 सम्म हुँदै गर्दाखेरि रेगुलर प्याक भइसकेको हो, तर फिमेलको केसमा हरेकमा 10% फिमेल चाहिन्छ हरेक सिट्समा। त्यो भएर 10% फिमेल पुर्याउनको लागि के गर्नु पर्यो, 503 र्याङ्कसम्म जानु पर्यो है। त्यस्तै अब सेकेन्डमा पनि है, अब त्यस पछाडि हेर्नुहोस् त, फर्स्ट एडमिसन फेजमा कुरा भयो, सेकेन्ड एडमिसन फेजमा 246 सम्मकोले चाहिँ पाउनु भएको थियो सिभिल रेगुलर। अब सिभिलको फुल फीमा कुरा गर्नुहुन्छ भने हेर्नुहोस् त, 610 र्याङ्कसम्मकोले रेगुलरमा फुल फीमा पाउनुभयो। अब फिमेलमा पनि के हो, त्यही 10% को सेम प्रोसेस हो। त्यसमा हेर्नुहोस् त 635 सम्मकोले चाहिँ के भयो, त्यो फुलफिल गर्नलाई 10% फुलफिल गर्नलाई चाहिँ 635 सम्म जानु पर्यो। र यसै गरी हेर्नुहोस् त, ल अब सेकेन्डमा के हुनु पर्यो, 795 र्याङ्कले पनि पुल्चोक क्याम्पसमै हेर्नुहोस् त सिभिलमा फुल फी पाउनु भएको छ। ल हेर्नुहोस् त, 871 र्याङ्क हुने स्टुडेन्टले पनि हेर्नुहोस् त, 871 र्याङ्क हुने स्टुडेन्टले पनि सिभिलमा फुल फीमा पुल्चोक क्याम्पसमै पाउनु भएको छ 2080 मा। हेर्नुहोस्, अब यहाँ यो एकदमै इम्पोर्टेन्ट हो, स्क्रिनसट लिनु होला। म अलिकति यो क्यामेराभन्दा साइडमा पनि जान्छु ताकि स्क्रिनसट लिन सजिलो होस्। स्क्रिनसट लिनुहोस्। ल अब हेर्नुहोस् है त, यो अब यसै गरी हरेक डिपार्टमेन्टको छ, मैले अलरेडी तपाईँहरूले स्क्रिनसट लिइसक्नुभयो। यो हरेक डिपार्टमेन्टको हेर्नुहोस् त, ल त्यस्तै आर्किटेक्चरको फुल फी हेर्नुहोस् त, तपाईँले कतिसम्म पाएको रहेछ स्टुडेन्टले, हेर्नुहोस् त
1392 र्याङ्क आएको स्टुडेन्टले आर्किटेक्चरमा फुल फी पाइरहनु भएको छ। हेर्नुहोस् त, ल कम्प्युटरको रेगुलर कुरा गर्ने हो भने हेर्नुहोस् त, रेगुलर कति छिटो प्याक भएको छ कम्प्युटरमा। यी हेर्नुहोस् त, यी 80 को कुरा गर्ने हो भने 29 र्याङ्क, 29 आउने बित्तिकै कम्प्युटर प्याक भएको छ। अब फिमेलको केसमा फेरि हेर्नुहोस् त, फिमेल 10% फिमेल पुऱ्याउनको लागि 139 सम्म पुग्नु पर्यो। अब हेर्नुहोस् त, सेकेन्ड लिस्टमा पनि 30 मै प्याक भयो कि। भनेको कम्प्युटरमा सिभिल र कम्प्युटरको कम्पेरिजन गरौँ त हेर्नुहोस् त, सिभिलमा के छ 30 हुँदाखेरि रेगुलर प्याक। अब के अरे कम्प्युटरमा सिभिल हुँदाखेरि हेर्नु त, सिभिलमा के छ 246 मा प्याक। र अझै बढी कम्पिटिसन केमा देख्यो, कम्प्युटरमा अझै बढी कम्पिटिसन देखियो नि यो डेटा अनुसार हेर्ने भने। र यहाँ हरेकको छ, मैले सबै कुराहरू एक्सप्लेन गरिनँ, यो अनुसार हेर्नु होला। अब यहाँनिर अगाडि बढौँ है। अब तपाईँलाई म 81 को देखाउँछु। अब 2081 र 80 को कम्पेरिजन गरौँ। हेर्नुहोस् त, 81 मा सिभिलको रेगुलरमा 285, सिभिलको 85 सिभिलको रेगुलरमा कति भयो 285 भयो। अब फुल फीमा हेर्नुहोस् त 502 भयो फिमेल है। अब हेर्नुहोस् त्यस्तै यता सेकेन्डमा 300 र 303 सम्म पायो। अब हेर्नुहोस् यो मैले बुझाएँ नि, 285 के भयो, 285 मा सिभिलको रेगुलरसम्म पायो, तर 10% फिमेल पुऱ्याउनको लागि त्यो 285 र्याङ्कभित्र 10% फिमेल पर्नु भएन त्यो सिट्स फुलफिल गर्नको लागि। त्यसकारण के भयो 502 र्याङ्कसम्म जाँदै गर्दाखेरि सिभिलको फिमेल पनि रेगुलरमा पाउनुभयो। डु यु अन्डरस्ट्यान्ड? ल अब त्यसो हो भने सिभिलको फुल फीमा हेर्नुहोस् त 640 को सेम है। ल यो पनि स्क्रिनसट लिनु। अनि तपाईँहरूले यो 2000 म अलिकति फ्रेमभन्दा बाहिर गएँ है त, एकचोटि स्क्रिनसट लिनुहोस् त। ल अब हेर्नुहोस् यो 2080 र 81 को तपाईँहरूले कम्पेरिजन गर्नुहोस्। हेर्नुहोस् आफैले पहिलाको लास्टको के थियो, जस्तै तपाईँले सिभिलको रेगुलर, अब म एउटा कम्पेरिजन गर्न देखाउँछु। फर इक्जाम्पल ल हेर्नुहोस् त, ल 80 मा हेर्नुहोस् सिभिलको रेगुलरमा हेर्नुहोस् त 231 सम्मकोले सिभिलको रेगुलर पाउनु भएको छ है यसमा है, फर्स्ट एडमिसनमा फर्स्टमा। यता हेर्नुहोस् त सिभिलको रेगुलरमा के हुन्छ 285 सम्मले पाउनु भयो। हेर्नुहोस् त अझै लास्ट इयरको भन्दा यसमा झन् सिभिलमा अलिकति विद्यार्थीको इन्ट्रेस्ट कम भइरहेछ। यहाँबाट यसरी देखियो है। अब हेर्नुहोस् त 231 सम्म पाउनु भएको थियो। अब यता फिमेल कति 503 ले पाउनु भएको थियो नि। अब यहाँ हेर्नुहोस् त यो 502 फिमेलको चाहिँ लगभग कन्स्ट्यान्ट नै रहेछ। अब त्यस्तै हेर्नु त लास्टमा यो 81 मा 303 सम्म पाउनु भएको थियो। अब थर्डमा हेर्नुहोस् त यसमा चाहिँ यहाँ 303 को र्याङ्कसम्मकोले पाउनु भएको थियो नि। यहाँ हेर्नुहोस् ल, यहाँ बुझ्नुहोस् ल, 303 सम्मकोले पाउनु भएको थियो नि। तर 80 मा चाहिँ के भयो, यहाँ त छैन नि त, भनेको अलरेडी प्याक भइसक्यो, 246 मै प्याक भइसकेको थियो त्यो बेला चाहिँ। तर 81 मा के भयो, त्यो प्याक नभएर थर्ड एडमिसन लिस्ट पनि निकाल्नु पर्यो, थर्ड लिस्ट निकाल्नु पर्यो है। त्यसरी यहाँ हेर्नुहोस् अब हरेक डिपार्टमेन्टको फिमेल र मेल अनुसार यसरी छ है त। ल हेर्नुहोस् अब जस्तै ल हेर्नुहोस् त आर्किटेक्चरमा रेगुलरमा किन यहाँ फिमेल, यहाँ हेर्नुहोस् त किन यहाँ फिमेल लेखिन ब्याकग्राउन्ड यतापट्टि, जस्तै यसमा 664 अनि 718 थियो नि। अब यसमा हामीले किन फिमेल लेखिन, किन ल भन्नुहोस् त, किनकि 848 भित्रै 10% फिमेल पनि परिसक्नु भयो। किन आर्किटेक्चरमा धेरै गर्ल्सहरू फिमेल्सहरूको इन्ट्रेस्ट बढी हुन्छ र ओभियसली 10% त्यो भित्र छिटै नै पर्नु भयो। त्यो भएर के भयो, यसरी चाहिँ यो कोटा 848 सम्म पुग्यो, तर फिमेलको लागि भनेर छुट्टै कोटा आएन है, त्यही भित्रै पर्यो है, त्यही भित्रै 10% के पर्नु भयो, फिमेल पर्नु भयो। यसरी डिभिजन हुन्छ। ल हेर्नुहोस् त अब जाउँ यसै गरी मेकानिकलको रेगुलरको सबै हेर्नुहोस् है, हेर्नुहोस् अनि आफूले कम्पेरिजन गर्नुहोस्। अहिले मैले सिभिलको मात्र इक्जाम्पल दिइरहेको छु, तपाईँ त डिफ्रेन्ट फिल्डमा इन्ट्रेस्ट होला। त्यही भएर यो लिस्ट हामीले रिसर्च गरेर हामीले निकालेको लिस्टमा चाहिँ तपाईँहरूलाई धेरै नै हेल्पफुल हुनेवालामा छ है। यो हामीले के गर्यौँ, पुल्चोक क्याम्पसको कुरा गऱ्यौँ। ल अब थापाथलीतिर जाउँ न त, यो हेर्नु है त, यो सबै हेर्नु है, त्यो अनुसार हेर्नु मजाले, यहाँनिर डिटेल्समा हेर्ने, आफूलाई जे इन्ट्रेस्ट लागेको छ त्यो अनुसार एनालाइज गर्ने, आफ्नो रिजल्टहरू हेर्ने, फर्स्ट लिस्ट सेकेन्ड लिस्ट हेर्नुहोस् न। ल सिभिलै तपाईँ स्टुडेन्टको डर हुन्छ क्या, मलाई चाहिँ कस्तो लाग्छ भन्दा कतिपय डिजर्भिङ स्टुडेन्टले पुल्चोक पढ्न पाइरहेको हुँदैनन् क्या, भनेको उनीहरू डराउँछन् क्या। एक्चुअली डेटा भनेको यो रियल डेटा हो, यसमा हेर्नु क्या, डेटा अनुसार हेर्नु क्या। लास्ट इयरको जस्तो हेर्नुहोस् त, लास्ट इयरमा 2080 को डेटामा 246 सम्म आउनेले नै सिभिल रेगुलर पाइरहेको छ, सेकेन्ड लिस्टसम्म पाएको छ नि। अब हेर्नुहोस् त यता, ल अब 81 मा हेर्नुहोस् त, 81 मा के छ, ल यो अर्को थापथालीको आयो। ल 81 को हेरौँ त, 300 सम्म पाइरहेको छ, रेगुलर पाइरहेको छ। त्यो भएर एडमिसन लिस्ट वेट गर्ने पनि एउटा पेसेन्स त चाहिन्छ, तर त्यो हुँदै गर्दा अन्त छुट्छ कि भन्ने पनि डर हुन्छ होइन। त्यो भएर
यो सबै कुराहरूको फ्याक्टर चाहिँ अलिकति डिटरमाइन गर्छ क्या। ल अब हेरौँ, अब यसै गरी हरेक डिफ्रेन्ट फ्याकल्टीको हेर्नुहोस् है। ल मैले यसरी तपाईँहरूलाई चाहिँ के गरेँ, यो प्रेजेन्ट गरेँ, पुल्चोक क्याम्पसको यो भयो। र अब तपाईँले केही बुझ्नु भएको छैन भने पनि कमेन्ट गर्नु होला, त्यो हामी त्यसको चाहिँ भिडियो बनाउँछौँ है त। अब अगाडि बढौँ। ल थापाथली क्याम्पसमा कुरा गरौँ। थापाथलीले हेर्नुहोस् त रेगुलर कतिसम्मको ऱ्याङ्कले हेर्नुहोस् 273 सम्मकोले पाउनु भएको थियो है। अब जस्तै पुल्चोकमा पनि हेर्नुहोस् त 85 सम्मकोले पनि पाउनु भएको थियो। अब हेर्नुहोस् त यसमा फर्स्ट एडमिसनमा 273 भयो। अब सेकेन्डमा हेर्नु न, बढेर कतिसम्म पुग्नुभयो, थर्डसम्म पुग्दाखेरि 410। हेर्नुहोस् त यहाँ 410 सम्मकोले सिभिल रेगुलर थापाथलीमा पाउनु भयो। र अब फिमेल मैले भने नि 410 सम्म आइपुग्दा थर्ड एडमिसन लिस्टसम्म पनि आइपुग्दै गर्दाखेरि 410 प्याक भएन। त्यो भएर त्यसमा के भयो, 10% फिमेल पुऱ्याउनको लागि चाहिँ 618 सम्म जानु पर्यो, ऱ्याङ्कसम्म जानु पर्यो है। सिभिलको रेगुलरमा 10% फिमेल चाहिँ कोटा 10% फिमेल सिट्स फुलफिल गर्नको लागि। ल त्यसै गरी है अरूको जस्तो यहाँ हेर्नुहोस् त सिभिलको फुल फीमा किन यहाँ फिमेल भएन, 937 मात्रै भयो, किनकि 937 जाँदै गर्दाखेरि अलरेडी 10% फिमेल त्यहीँ परिसक्नु भयो। त्यो भएर हामीले यसमा छुट्टै फिमेलको भनेर राखेनौँ है। अघि मैले सुरुमा के भनेको थिएँ, हामीले यसमा कोटाहरूको एनालाइज गरेको छैन, जुन फिमेल कोटा मात्रै त्यो मात्रै राखेर एनालाइज गरेको छ है यसमा यो डेटाहरूमा। ल अब त्यस्तै आर्किटेक्चरको हेर्नुहोस् त, आर्किटेक्चरको कतिसम्म पाउनु भएको छ, फर्स्टमा 857 सम्म, त्यस्तै जाने भने थर्ड एडमिसन लिस्टसम्म हेर्ने हो भने थापाथलीमा कतिसम्म हेर्नुहोस् है 1268 सम्म पाउनु भएको छ। त्यस्तै अब हरेक कम्प्युटरको हेर्नुहुन्छ भने हेर्नुहोस् त थापाथलीमा 80 सम्म, लास्टमा आउँदै गर्दाखेरि 104 सम्मकोले पनि कम्प्युटर पाउनु भएको छ, रेगुलरमै थापाथलीमा पाउनु भएको छ। फुल फीमा कुरा गर्ने हो भने कम्प्युटर कतिमा पाउनु भएको छ, 485 सम्म पाउनु भएको छ। सो यो पनि एकदम इम्पोर्टेन्ट हो। ल एकचोटि म क्यामेरा फ्रेमभन्दा बाहिर जान्छु, यो स्क्रिनसट गर्नुहोस् त तपाईँहरूले, यो चाहिन्छ है। यो तपाईँको कतिसम्मको भयो, थापाथलीको भयो है त। ल यतिसम्म बुझ्नु भयो। अब अगाडि बढौँ। अब अगाडि बढ्ने हो भने है, ल थापाथलीको 2080 को, अब 81 को हेरौँ है त। 81 को हेर्ने हो भने 81 मा हेर्नुहोस् त सिभिलको रेगुलरले फर्स्ट एडमिसन फेजमा 278 सम्म पाउनु भयो। र त्यस्तै गर्दा थर्ड एडमिसन लिस्टमा फर्स्टको थर्ड एडमिसन लिस्टसम्म पाउँदै गर्दाखेरि कतिसम्म आउनु भयो हेर्नुहोस् त, 650 सम्मकोले पाउनु भयो है। यसै गरी पाउनु भयो। अब 10% फुलफिल भएन, त्यो कारण यो भयो। थापाथलीको पनि यही कन्सेप्ट हो, यो डिटेल्स, यो पनि ल स्क्रिनसट गर्नु होला है त। ल है अब अगाडि बढौँ। अब त्यसो हो भने डब्लुआरसी को कुरा गर्ने हो भने सिभिल रेगुलर फुल फी यतिवटा प्रोग्राम्सहरू छन्। यसमा फर्स्टमा 460 सम्मकोले पाउनु भयो रेगुलर, र त्यस पछाडि थर्डसम्म आइपुग्दाखेरि 610 सम्मकोले पनि के पाउनु भयो, डब्लुआरसीमा रेगुलर पाउनु भएको छ। फुल फीको कुरा गर्ने हो भने ल हेर्नुहोस् त फुल फीमा कति स्टुडेन्ट डराउनुहुन्छ कि मेरो 2000 ऱ्याङ्क आयो, अब मैले त कन्स्टिट्युट क्याम्पस, आङ्गी क्याम्पस, सरकारी क्याम्पस त पाउँदिनँ भन्ने लागिरह होला। तर हेर्नुहोस् त डेटाले त त्यस्तो भन्दैन नि त। डेटाले हेर्नुहोस् त सिभिलको फुल फीमा हेर्नुहोस् त 2203 सम्म ऱ्याङ्क भएको स्टुडेन्टले सिभिलको फुल फी डब्लुआरसीमा पाउनु भएको छ। त्यही भएर 2000 ऱ्याङ्क आउने स्टुडेन्टले पनि डब्लुआरसी नपाउने भन्ने चाहिँ हुँदैन। तर हेर्नुहोस् त डेटा, हामी त डेटामा बोल्ने हो नि त। र त्यही भएर यसरी हेर्न सक्नुहुन्छ। ल अब अर्को कुनै एउटा इक्जाम्पल लिउँ है, होइन। ल अलिकति ठुलो खालको, ल हेर्नुहोस् मेकानिकल हेरौँ। ल एउटा मेकानिकलको फुल फीमा हेर्नुहोस् त, मेकानिकलको फुल फीमा फर्स्ट एडमिसन फेजमै हेर्नुहोस् त 2714 को स्टुडेन्टले मेकानिकल पढ्न पाउनु भएको छ। मेकानिकलमा है फुल फीमा, रेगुलरमा 1025 सम्मकोले पाउनु भएको छ डब्लुआरसीमा। अब यता हेर्नुहोस् त, यता यहाँ हेर्नुहोस्, हेर्दै जानुहोस्, यहाँ तपाईँलाई एकदम रमाइलो कुरा छ। ल हेर्नुहोस् सेकेन्डमा आउँदाखेरि कति ऱ्याङ्कको स्टुडेन्टले हेर्नु त मेकानिकल पढ्न पाउनु भएको छ, 4794 मा आउने फिमेलले है 4000 अराउन्ड 5000 कोतिर आउने स्टुडेन्टले पनि डब्लुआरसीमा मेकानिकल फुल फी पाउनु भएको छ। त्यो र त्यो सबै कुरा चाहिँ आफूले मेहनत गरेर डेटाहरू हेरेर एनालाइज गरेर अलि स्मार्टली काम गर्नु पर्यो क्या यो कुराहरूमा चाहिँ। ल यहाँ हेर्नुहोस् त अझै 6118 आउने स्टुडेन्टले हेर्नुहोस् त मेकानिकलमा, फिमेल स्टुडेन्टले मेकानिकलमा फुल फीमा कहाँ यो भनेको चाहिँ डब्लुआरसीमा पाउनु भएको। इट्स लाइक हेर्नु त, ल हेर्नुहोस् यहाँ तपाईँहरू हेर्नु। त्यही भएर डराउनु पर्दैन के, यदि ऱ्याङ्क कहिलेकाहीँ पछाडि नै आइहाल्यो भने पनि यसरी ल यो डेटा यो अनुसार पनि स्क्रिनसट लिनुहोस् त। यो ल है म यसमा पनि फ्रेमभन्दा अलिकति बाहिर गएँ, तपाईँहरूलाई सजिलो होस् केही नछोपियोस् भनेर। ल अब हेरौँ
हेर्नु त 6118 को सम्मकोले पनि फिमेल स्टुडेन्टले मेकानिकल पाइरहनु भएको छ। अरूको कुरा गर्नु भने 4309 ले मेकानिकल पाउनु भएको छ। हेर्नु त कति पछाडिको र्याङ्क हो त्यो, तर नि सरकारी क्याम्पसमा मेकानिकल पढ्न पाइरहनु भएको छ। सो त्यो छ है, तपाईँहरूले चाहिँ अब आफ्नो इन्ट्रेस्टको कुरा पनि होला होइन, तर तपाईँहरूले यसरी पढ्न चाहिँ पाउनुहुन्छ है। ल अब हामी कुरा गरौँ त्यस्तै यसमा अर्को है त 81 को पनि हेरौँ। ल यसमा 81 मा हेर्नुहोस् त 81 मा के छ फेरि, ल हेर्नुहोस् मेकानिकल फुल फीकै हेरौँ न त होइन। हेर्नु त 6440 है। अब अघिल्लोको मेकानिकल एकचोटि हेरौँ न त। अघिल्लोको मेकानिकलमा हेर्नु त मेकानिकल फुल फी 6118 पाइरहेको छ त। कन्सिस्टेन्सी छ डेटामा, कन्सिस्टेन्सी छ भनेको 6000ले पनि WRCमा मजाले मेकानिकल पाउने रहेछ। यहाँबाट त देखियो नि त डेटाले भन्यो नि त। अब फुल फीमै कुरा गरौँ न, हेरौँ त 2714 मा छ नि होइन। अब यसमा रेगुलरकै कुरा गरेर म 1025 छ है। ल अब यता हेरौँ 81 को डेटा हेरौँ। 81 मा ल हेरौँ कति छ 1996 छ। डेटामा कन्सिस्टेन्सी छ है, त्यही भएर यो एकदमै इम्पोर्टेन्ट हो। भोलि पर्सि तपाईँहरूको अब 82 को रिजल्ट आए पछाडि सबै कुराहरू हेर्दा पनि टेन्टेटिभ यही नै हो। त्यही भएर इट्स भेरी इम्पोर्टेन्ट डेटा एन्ड यु निड टु फिगर आउट है तपाईँ कुन सब्जेक्टमा कसरी अगाडि बढ्ने भनेर। ल यसको पनि स्क्रिनसट लिनु त। ल 81 को पनि है। अब अगाडि बढौँ है, अब अगाडि बढौँ। यो धरानको कुरा गरौँ है। अब हेर्नुहोस् धरानको केसमा हेर्नुहोस् त सिभिल रेगुलर कतिले पाइरहेको छ। ल यहाँबाट 828 ले त पायो, सँगै कतिसम्म पायो 1055 आउनेले पनि पायो। र हेर्नुहोस् त कति यहाँ हेर्नु त 1327। अब 10% नपुगेर त्यो कुरा त मैले बुझाइहाल्ने अगाडि नै। त्यस्तै हेर्ने हो भने ल म्याक्सिमम अलिकति हाइएस्ट र्याङ्क हेर्नुहोस् त मेकानिकल यतातिर। ल मेकानिकलको हेर्ने हो भने चाहिँ यहाँ हेर्नुहोस् त मेकानिकल नै 6000 7000 को अराउन्ड आउने स्टुडेन्टले पाइरहेको छ। भने चाहिँ पाइन्छ क्या, सिट्स पाइन्छ। तर एउटा कुरो चाहिँ जस्तै जता तपाईँको एकदम पछाडि नाम निस्केको छ भने पनि तपाईँले सरकारी क्याम्पसमै मजाले पढ्न पाउनुहुन्छ। तर तपाईँको आफ्नो इन्ट्रेस्टको विषयको पनि कुरा भयो नि त। अब म सिभिल पढ्न मन छ भने म अब कि सरकारीमा पढ्न पाएँ भनेर मेकानिकल त पढ्दिनँ नि त म, अथवा मलाई मेकानिकल पढ्न मन छ भने म अर्को सिभिल त पढ्दिनँ नि त। त्यो चाहिँ आफ्नो इन्ट्रेस्टको विषय पनि कुरा भयो। अब यसरी चाहिँ गयो है त यसरी। अब हेर्नुहोस् त एग्रिकल्चरमा धरानको एग्रिकल्चरको फुल फीमा चाहिँ सेकेन्ड समय खाली भयो। एग्रिकल्चरको चाहिँ ब्याक एन्ड देख्नुभयो नि। त्यही भएर यसरी पाइने सिट पाइन्छ यो अनुसार हो। ल यो पनि लिनुहोस् है त, यो स्क्रिनसट लिनुहोस्, एनालाइज गर्नुहोस्। ल 81 मा हेर्नुहोस् रेगुलरमा हेर्नुहोस् त 878 है। अब त्यस्तै हेर्नुहोस् त यसमा बुझ्नुहोस् है। जस्तै सिभिलको रेगुलरमा 878 छ। अगाडि हेर्नुहोस् यहाँ हेर्नुहोस् त 828 अनि फिमेल 986 फिमेल थियो नि। अब यसमा हेर्नुहोस् त 878 मात्रै भयो। ल यो मलाई भन्नु त के हो यसमा के भयो। अघि मैले भनेको कुरा भयो, के भनेको थिएँ मैले, सिभिल रेगुलरमा 878 भित्रै 10% फिमेलको सिट चाहिँ फुलफिल भयो। यस कारणले यहाँनिर हामीले छुट्टै फेरि 10 र्याङ्क अब त्यो भित्रै फिमेल्सहरू सकेको कारणले हामीले चाहिँ फिमेलको लागि भनेर छुट्टै खोज्नु परेन। बुझ्नुभयो। ल अब हेर्नुहोस्, ल अरू डिफ्रेन्ट फ्याकल्टीको पनि हेर्नुहोस्, यो पनि लिनुहोस्, स्क्रिनसट लिनुहोस्, तपाईँहरूलाई काम लाग्छ यो पनि। आफूलाई अब यहाँ डिफ्रेन्ट फ्याकल्टीको छ, डिफ्रेन्ट प्रोग्राम्सहरूको छ। सो तपाईँलाई कुनको चाहिन्छ आफ्नो एनालाइज गर्नुहोस् है यो दुईटा अनुसार। ल अब चितवनतिर जाउँ है त। चितवनको कुरा गर्ने हो भने चितवनमा चाहिँ आर्किटेक्चरको रेगुलर र फुल फी। चितवनमा आर्किटेक्चर रेगुलरमा हेर्नुहोस् त 3rd सम्म आउँदै गर्दाखेरि 2218 र्याङ्कको स्टुडेन्टले पनि पाउनु भएको छ भने फुल फीमा हेर्नुहोस् त आर्किटेक्चरै पढ्नलाई फुल फीमा 6551 र्याङ्कको स्टुडेन्टले पनि चितवनको आर्किटेक्चर फुल फी पढ्न पाउनु भएको छ। सो मैले फेरि पनि भन्छु तपाईँहरूको कसैको पछाडि र्याङ्क आयो भने अलिकति आफूले स्मार्टली यो डेटामा वर्कआउट गर्नु पर्यो। बुझ्नु भएन पिएमा आउनुहोस्, धेरै सरहरू हुनुहुन्छ, टिम हुनुहुन्छ, बुझाउनुहुन्छ तपाईँहरूलाई है। 81 मा के भयो, 81 को पनि यसै गरी के भयो 6418 सम्मले फुल फी पाउनु भयो। र आर्किटेक्चरमा के भयो 5021 सम्मले पाउनु भयो। सुरुमा चाहिँ फर्स्टमा सेकेन्ड थर्ड यसरी लिस्टहरू चाहिँ आयो। सो यो एकदमै इम्पोर्टेन्ट कुरा हो। अब हामीले यो स्क्रिनसट तपाईँले लिइहाल्नु भयो होइन, यसमा एनालाइज गर्नुहोस् आफ्नो सिट्सहरू। र अलिकति यो यसमा तपाईँहरूले केही बुझ्नु भएन, तपाईँलाई अझै डिटेल्समा बुझ्न मन लाग्यो, अझै यसमा के हुन्छ भनेर बुझ्न मन लाग्यो भने तपाईँहरूले यही युट्युबमा अथवा हामी जुन प्लेटफर्मबाट तपाईँले यो भिडियो हेरिरहनु भएको छ हामीलाई भन्नुहोला, कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईँले यहीँ पिएमै आएर पनि यो विषयमा चाहिँ डिटेल्समा बुझाइदिनु पर्यो सर भन्नुभयो भने चाहिँ हामी तपाईँहरू सबैजना जोसुकै स्टुडेन्ट आएर पनि बुझ्न चाहनुहुन्छ भने हामी मजाले बुझाइदिन्छौँ तपाईँहरूलाई है। र यसै अनुसार चाहिँ डिटेल्स छ।
अब तपाईँलाई कस्तो खालको भिडियो चाहिन्छ, अरू भिडियोहरू कस्तो चाहिन्छ कमेन्ट गर्नुभयो भने चाहिँ त्यस्तो खालको भिडियोहरू चाहिँ हामी लिएर आउनेवालामा छौँ। र अहिले पिएको 31औं वार्षिक उत्सव चलिरहँदाखेरि फर्स्ट 1000 स्टुडेन्टलाई हामीले 30% अफ दिएका थियौँ, तर त्यो अलरेडी प्याक भएर त्यो अफर सकिसकेको छ। तर पनि अहिले पनि स्टुडेन्ट्सहरूको डिमान्ड र रिक्वेस्टको कारणले गर्दाखेरि अब त्यो स्टुडेन्टको सिट फुलफिल भए पनि हामीले चाहिँ त्यही अफरलाई कन्टिन्यू गरिरहेका छौँ। र यदि कोही छुट्नु भएको छ भने चाहिँ आफू छिटै आएर आफ्नो सिट चाहिँ सुरक्षित गर्न सक्नुहुन्छ। सो यहाँनिर दिएका डिटेलमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र www.pa.edu.np बाट पनि सबै डिटेल्सहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ र आज थापाथली काठमाडौँमा आएर यही अफिस पनि भिजिट गर्न सक्नुहुन्छ।